नमस्ते। आज चाहिँ 16 मे स्टेट डे भनेर हामी सबैजनालाई थाहा छ अनि मनाउँदै पनि आइरहेका छौँ। र आज चाहिँ सिक्किम चाहिँ कसरी चाहिँ इन्डियासँग जुड्यो अनि सिक्किम चाहिँ कसरी एउटा स्टेट हुन पुग्यो भनेर छोटो भिडियोहरू लिएर आएको छौँ। हेरिदिनुहोस् होला, सुनिदिनुहोस् होला, तपाईँलाई याद भएकै कुरा हो र पनि हेरिदिनुहोस् होला। र जब पनि भारत स्वतन्त्र भयो 1947 मा, तब चाहिँ सिक्किम चाहिँ इन्डियाको पार्ट पनि थिएन अनि सिक्किम चाहिँ एउटा स्टेट पनि बनेको थिएन। र सिक्किममा चाहिँ एउटा राजा किङले रुल गर्थ्यो, चोगेल डाइनेस्टी रुल थियो। र त्यो चोगेल डाइनेस्टी रुल राजाको रुल हुँदाखेरि चाहिँ जब पनि 1950 मा चाहिँ सिक्किम चाहिँ एउटा इन्डियाको लागि चाहिँ प्रोटेक्टोरेट स्टेट बनिएको छ। त्यो स्टेट बनिँदाखेरि चाहिँ इन्डियाले चाहिँ एउटा सिक्किमको लागि चाहिँ एउटा डिफेन्सको लागि चाहिँ एक्सटर्नल एफेयर कम्युनिकेसन एसोसिएसन चाहिँ गरायो। र त्यो गराउँदाखेरि चाहिँ मतलब चलिरहेको थियो, राम्रै चलिरहेको थियो। जब पनि 1974 मा चाहिँ सिक्किमले चाहिँ फेरि पनि डिमान्ड गर्यो, इन्डियाले चाहिँ डिमान्ड गर्यो, जुन ग्रेटर एसोसिएसन्सको चाहिँ डिमान्ड गर्यो। त्यो डिमान्ड गर्दाखेरि चाहिँ इन्डियाले चाहिँ 35th एमेन्डमेन्ट एसोसिएसन्स पार्ट स्टेट चाहिँ बनायो सिक्किमलाई चाहिँ। त्यो बनाउँदाखेरि चाहिँ 1975 मा चाहिँ सिक्किमलाई चाहिँ इन्डियाको इन्टिग्रल पार्ट बनाएको छ। त्यहाँदेखि चाहिँ जुन सिक्किमलाई चाहिँ 36th जुन एमेन्डमेन्ट फुल स्टेटहुड चाहिँ सिक्किमलाई बनाएको छ। त्यहाँदेखि यता चाहिँ सिक्किम चाहिँ जुन इन्डियासँग जुडेको छ अनि सिक्किम चाहिँ एउटा 22nd स्टेट भएको छ इन्डियाको। 16 मे 1975 मा चाहिँ सिक्किम चाहिँ इन्डियासँग जुडेर चाहिँ 22nd स्टेट बनेको छ। र यो भिडियो मेरो यही छ। तपाईले हेरिदिनु भएकोमा, सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सबैजनालाई नमस्कार।